हामीले चाहिँ एउटा डिसिजन लियो के फेरि साँचो खुल्यो। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईँलाई आज डे 10 को ब्लगमा स्वागत छ। अनि गाइज आज चाहिँ अब घाम पनि उताउँलाएर जाने होइन, ट्याक्क लगाएर घाम चाहिँ उताउनु लगाइसक्यो होइन ट्याक्कर के। हाम्रो पनि अब आज हल चाँडो उठ्यो होइन, स्कुलको ढिला पो चाँडो पर्ने भन्ने मैले हिजो भनेको थिएँ नि त नि, त्यही भएर आज पनि चाँडो उठ्यो होइन। अब चिया खानु पऱ्यो नि टक्कर लगाएर। लगाइदिएर हामी जग्गा आगो ताप्नु लाने टक्कर लगाएर हेर्नु होइन, हेरेर चाँडो गएर आएन, त्यही भएर साग ताप्नु पर्छ होइन। अनि अब जहाँ ताप्दा जान्छ भनेर चिया खाने क्या। यो दुधको चिया हिजोबाट छोड्यो, अब आजबाट सुरु गर्नु पर्यो होइन। हिजोबाट छोड्यो भने आज सुरु गर्नुपर्छ। अब पानी खाने ल गाइस, हामी चाहिँ फेरि आइसकेका छौँ। एक गिलास चिया साथ फेरि होइन खाइरहनु पर्छ। यसले चिया हो कि यसमा मैले चिनी हालेको छ, चियापत्ती हालेको छ, पानी हालेको छ। पानी हाम्रो जिउको लागि कति तागतवर मतलब हेल्दी हुन्छ होइन, खानुपर्छ चिया। त्यही भएर अब दुध भयो, दुधले पनि हामीलाई कति फाइदा गर्छ होइन, खानुपर्छ। त्यही भएर अनि बिहान बिहान चराहरू आएर कस्तो छ कराउँछन् है, के रमाइलो लाग्छ क्या। हेर्नु चराहरू उता गरेर खाए, यता गरेर खाए। आता धेरै हेर्नु चरा हेर्नु नत्र यो बोटमा अनि यहाँ फुलको बोटमा, त्यो गुलाबको फुलको बोटमा यस्तो धेरै चराहरू हुन्छ नि, कराइरहँदा कस्तो मजा आउँछ क्या होइन। यसरी चिया यो कराक्सनलाई अनि टक्कलाई हुन्छ नि होइन। घाम पनि आज यहाँ माथि आइसक्यो है, हेर्नु है, तर यस्तो गर्दैन है। गाइस, हाम्रो खाना चाहिँ आइसकेको छ अनि हेर्नु होइन। अब यहाँनिर हाम्रो यो दाल भात र यो काउलीको तरकारी छ होइन। आज पनि अहिले चाहिँ काउलीको सिजन चलायो कि काउली फल्ने बेला भइरहेको छैन, त्यही भएर काउली आलु त्यस्तो तरकारी पाकिरहन्छ होइन हरेकको घरमा। तपाईँको घर चाहिँ आज के तरकारी पाकिन्छ यसो कमेन्ट गरिदिनु है त गाइस। होइन हामी चाहिँ अब कलेज गएर चाहिँ आइसक्यो होइन। अब चाहिँ हामीले खाजा खानु पऱ्यो होइन। त्यहाँनिर पाठाहरूले सुनेर आएको छ, त्यसलाई छोडिदिनु पऱ्यो होइन। हेर्नु यहाँ तल चाहिँ अझ यहाँ छुट्टी भएन क्या, आज चाहिँ हामी चाँडो आएको होइन, चाल छुट्टी भयो। त्यही भएर होइन यो पाठाहरूलाई छोडिदियो भने पहिलो कुरो त यो भएन। अब घाँस हालिदिनु पऱ्यो होइन। ओहो त्यहाँनिर यहाँ सरसफाइ कार्यक्रम चलिरहेको छ है, हेर्नु त सब भाइहरूले सरसफाइ गरिरहेको छन् होइन। अनि हाम्रो फेरि साँचो खुल्यो। साँचो चाहिँ जहिले भुलिन्छ क्या यार, साँचो 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 भुलिन्छ क्या यार जहिले पनि। बत्ती फेरि आज गएको छ है, बत्ती कतिखेर गएको थाहा होइन। मैले आएर हेरेको त्यहाँ यसो भ्युजहरू यसो चेक गरौँ भने है बत्ती गएर छ होइन। त्यसो अब एकछिनमा आइहाल्छ नि होइन। हामी खाजा बनाउने बेलामा अनि एडमिट गर्नु बेला बत्ती आइहाल्छ नि होला होइन। धेरै पछि हाम्रो घरमा चाहिँ परेवा आइपुग्यो है। रुमले चाहिँ परेवा माथि गएर हेर्ने एकचोटि परेवा धेरै पछि आयो क्या हाम्रो घरमा। पहिला जस्तो परेवाहरू पनि आउँदैन थियो होइन, अहिले चाहिँ आउनु थालेछ है। कि मकै सके पनि लागेन फेरि हेर्नु नि त परेवा हो अन्त परेवा। ओ बाबु नौडे रुख म तपाईँहरूलाई जुम गरेर देखाउँदै रुने हेर्नु हेर्नु धेरै पछि आयो क्या। यतापट्टि उडिहाल्यो नि फेरि उडेर गयो। यतापट्टि परेवा पनि धेरै भएको थियो क्या, भन्दा मतलब त्यस्तो धेरै परेवा नि आउँदैन होइन। परेवा त्यतातिर अनि मासतिर पाल्न त पाल्यो होइन। हाम्रो घरतिर त्यस्तो परेवा आउँदैन थियो कि, यस्तो सानो चराहरू आउँछ हाम्रो चाहिँ होइन। अनि त्यहाँबाट फेरि होइन ल ठिक छ अनि परेवा आउँदैन थियो क्या। बत्ती पनि आएछ अनि टक्कर कहिले भर्खरै गएको थियो होइन, बत्ती पनि आएछ होइन। अब परपट्टि चाहिँ हामी पहिला बत्तीवाला भएर यहाँनिर। अनि अब चाहिँ हामी परपट्टि गएर चिया पकाउनु होइन। मोबाइलको बत्तीले गर्दाखेरि यो हुन्छ नि अलिकति नि अलिकति मधुरो आउँछ कि, त्यही भएर हामी त्यो बत्ती पनि गएर होइन। अब चाहिँ परपट्टि अनि त्यहाँबाट चिया बनाऊँ अनि खाऊँ होइन। त्यहाँ पाठाहरूलाई छोडिदिएको थियो, त्यहाँबाट घाँस पनि हालिदिनु ए बाहिरलाई घाँस पनि हालिदिनु पऱ्यो नि होइन। बाहिरलाई घाँस हालिदिउँ होइन। अनि त्यहाँबाट गाईलाई पर हालिदिउँ अनि चिया पकाएर खाउँला। ओहो बोको कहाँ पुगेछ फेरि एउटा ए एउटा त्यहाँ पराल खाइरहेको थियो दुइटा बाख्राहरू चाहिँ। वा हेर्नु त यो पाठाहरूलाई फेरि एउटा पराल यहीँबाट तानेर हालिदिउँ न त होइन।
यो पर हालिदिउँ अनि हामी पनि त्यहाँनिर चिया पकाएर खानु पऱ्यो ल गाइस बत्ती मैले बल्छ भन्दा यहाँ बलिरहेको हेर्नु होइन अब गर हामी अब चिया पकाएर खाउँ होइन यिनीहरूलाई यहाँ चल्न पाइ गरेर केही पनि आउँदैन यिनीहरूलाई तल चाहिँ त्यो अझै छुट्टी भएन होइन ढिला त होइन होइन हाम्रो चाहिँ चाँडो भयो क्या भएको होइन हामी आएको होइन यो साबेलले होइन एउटा युज गरेर यो पुला बार हुन्छ नि त्यो बनाउनु पर्छ भनेदेखि चाहिँ त्यो अडन हुन्छ नि त्यो नभेटेर क्या माथिबाट सिधा हाल्दा चाहिँ छ होइन अब चिया पकाउँ लगाइदिएन चिया चाहिँ हामीले बसाल्यो होइन अब चाहिँ हामी यो पाक्छ भने त चिया खाने टोकलाएर सरी गाइज होइन आज नि फेरि बिर्सिसकेछ होइन बिहान त्यो चाँडो उठ्दा पनि होइन यताउता काम गर्दाखेरि अलिक बिर्सिँदो रहेछ है वर्कआउट गर्ने अब फेरि गरौँ न होइन कति 25 26 27 हान्छ आज 32 हान्नु पऱ्यो त ल 32 हान्नु त अब यहाँनिर ओ बाबु त आउँदा ओ बाबु फेरि यो हर्क आयो बाबु म पुसा भन्छु हस् हस् लगाइ 32 हान्नु है त अब मैले बडीमा आज हाने होला 32 ओहो कति खुसी लाग्यो 32 पुग्छ भनेर आज भोलि सक्दैन 28 हानियो ल गाइज हेर्नु यहाँ चाहिँ यो कोचिनु भएको तपाईँले यसलाई ए त्यही राजीवकै यहाँनिर यो घर यहाँनिर यहाँ गएर बस्छ है स्कुटी चलाएर बस्छ है हामी पनि पालो आउँछ एक दिन अहिले चलाउन आएर मात्र हो क्या चलाउन आएपछि होइन हामी पनि पुरै चलाउने क्या अङ्कल हो क्या अङ्कल आउनु भएको छ है ओए गोरु यो नि आइस फेरि ओए एकदिन हामी चलाउने कि स्कुटी हामी सिधै अब गाडी किनिदियो गाडी किन्ने लस के अरे त्यो नाम त्यसो रल्स रोयल्स हो कि के थियो है त्यही किनिदिने एकैचोटिमा ड्रिम सपनामा आज राति 12 बजे किन्नुपर्छ कि यसलाई चाहिँ आज राति 12 बजे होइन रल्स रोयल्स सब किनिदिने हो क्या पछि त अब किन्ने गरौँला होइन यो गोरु चाहिँ कतै नि आइज अब आइजान्छ आउँदैन होला फेरि तँलाई त चिया पाकिसक्यो होला यहाँ चिया पाकिसक्यो होला चिया पाक्यो खोइ पाक्यो हेर्नु छ पनि ल चिया कतिखेर पाक्ने फेरि यो धेरै टाइम लाग्दैन 5-10 सेकेन्ड हो होइन धेरै लाग्दैन हे अब यो गाउँ हेर्नु अहिले यस्तो छ भोलि बिहान उज्यालो हुन्छ ल गाइज हेर्नु होइन चिया चाहिँ पाकिसक्यो होइन अब स्टाइलमा टकलाएर है चिया चाहिँ हेर्नु है देखाएन नि पाक्यो चिया बाफले फेरि ल बन्द गरौँ होइन अनि अब ग्लासमा हालौँ हाम्रो चाहिँ चिया चाहिँ रेडी भइसक्यो नि हेर्नु होइन मैले चाहिँ अब साङ्गिले सानो थालेँ क्या ठुलो गिलासमा खानुभन्दा यसमा खानु अलिकति कम लाग्यो होइन त्यही भएर त्यसरी भरि खाइन्थ्यो यसरी भरि खाइन्थ्यो अब बिस्तारै कम गर्ने क्या योभन्दा सानो गिलास लिनु त्यसरी भरि खाने होइन भरि खाएको हुन्छ त्यहाँदेखि कम खान्छ नि होइन हामीले चाहिँ एउटा डिसिजन ल्यायो क्या पहिला हामीले भिडियो 8 बजीतिर हाल्छौँ नि अब चाहिँ के अरे 7 बजीबाट हाल्नु पर्ला जस्तो लाग्यो होइन त्यो बेला भए मान्छेहरू यताउता गर काममा गर अनि आउँदाखेरि पनि होइन ठिक्क टाइममा हुन्छ सबजना एक्टिभ हुन्छ होइन फेसबुक चलाउने रिल हेर्ने युट्युब हेर्नेहरू हुन्छ नि त नि ट्याक्क त्यही बेला भ्युज पनि चाड आउँछ नि त नि त्यो गऱ्यो भने हाम्रो यो भिडियोहरूलाई पनि अगाडिपट्टि ब्राउज फिचरमा नि धेरै ठाउँमा लिएर जान्छ होइन त्यही भएर चाहिँ त्यही गर्न सक्छ कि अब 7 बजी हाल्ने त अब भिडियो 7 बजे अन हुने त हेरौँ न म यहाँ आउँदा है मैले दिएको थिएँ अलिक बनाउनु बिर्सेछु यहाँ माटोहरू थुपारेर राखेर चाहिँ होइन यो के को लागि राखेको यसो बुझ्नु पऱ्यो होइन सायद त्यहाँनिरको ल्याएर राखेको होला यहाँनिर यो कतैनिर ए उहाँ भित्रपट्टि रहेछ है त्यही होला सायद त्यहाँनिर खनेर चाहिँ थोरै त्यहाँबाट लिएर होला होइन यो पाठाहरूलाई चाहिँ त्यहाँ घाँस हाल्दा पनि नखाने क्या बाबुहरू उता जाऊ ल गाइज अब आजलाई चाहिँ यति नै अब भेट होला डे 11 को ब्लगमा बाई बाई गाइज अनि फेरि आज डे 10मा मैले 300 भने यति 250सम्म चाहिँ पुऱ्याइदिनु होइन ल बाई बाई गाइज